हेलो गुड मर्निङ गाइज। अब आज चाहिँ हामी फेरि अर्को भिडियोमा आएका छौँ। आज चाहिँ हामी इस्कुस तरल खन्न लागिरहेका छौँ। म तपाईँलाई देखाउँछु है त। यहाँ चाहिँ मजाले गुन्द्रुक सुकिरहेछ, बास्ना पनि मजाको आइरहेछ। यहाँ बुवा मुवा हजुरले अब यहाँ ठ्याक्क लायो। कतिवटा जाल छ यहाँ? तिन चारवटा छ। ल 3-4वटा मान्छे निक्लेला टन्नै होला। के त भयो नि त्यसले ऊ यता खन, योको तिमी यता खन। त्यहाँ तिमीले गर्दाखेरि फेरि बालाई काम ढिला हुन्छ। खै मलाई थाहा छैन छोरा, कहाँ छ? कहाँ? खै तिमी जाऊ न, गएर लिएर आइ। त्यो चाहिँ यहीँ फाल न, राख न। तरुल त यहाँ मुनि रहेछ, यता उहाँ के हुन्थ्यो भन्दा ल अहिलेसम्म हामी भेटेको यत्रो भेटियो। यो केटाले सबै यता अर्को तरल पनि निक्ल्यो, ढुङ्गा होला भन्ने ठानेको त। आमामा अहिले कालो लाग्छ, अहिले तँलाई अनि के छ भने थाहा हुन्छ। बल देखाउँछ यसले बल देखाउँछ। यसले सानो खालि बल देखाउँछ। ओइ तँलाई पनि गरिन् भोला, यता आइज, यता आइज केटा। हो सक्छस्। आम्मामा सकेर केही छैन। आयो आयो यत्रो आयो, यत्रो ट्याक्क लाएर। ल यो तै पनि यो भाँच्यो। त्यो कोड्केको अझै पो रहेछ। यहाँ मलबेरी पनि रहेछ। हेर्दा त मिठो मिठो छ जस्तो, तर त्यस्तो साह्रो मिठो छ नि, यस्तो खालको छ। कुनै कुनै त मिठो रहेछ। उता तलसम्म गएको छ है। त्यस्तै 10वटा जति